चाहिँ मैले चिकन मोमोको लागि फर्स्टमै बन्दा चाहिँ एकदम मेन तरिकाले चप गरेर स्टार्टिङमा चाहिँ अब हल्का रफ चपिङ हुन्छ हैन। अब यसलाई चाहिँ मजाले चप गर्नुपर्छ। गाइस यो चाहिँ अब रफ कटिङ हेलो गाइज, आज चाहिँ मैले अब आफै फ्रेस चिकन मोमोको चिकन चप गरेर मोमो बनाउने भन्ने कुरा भयो होइन। अनि यो चाहिँ मैले पुरा चिकनलाई चाहिँ मजाले चप गर्ने हो, सब चप गरेर चप गर्दै जाने। त्यस पछाडि चप गरिसकेपछि मजाले यसलाई चाहिँ अब यो यसरी चपिङ भयो होइन। अनि अब के अरे मोमोमा एकदम टेस्टी स्वाद ल्याउनको लागि हरियो प्याजलाई मजाले चप गरेर चप गर्दै चाहिँ मस्तसँगले चप गर्ने। यसरी चाहिँ हामीले चप गरिसकिसकेपछि यसमा चाहिँ अनि अब यो चप भइसक्यो। अब चप भइसकेपछि चाहिँ मैले यसलाई किमामा हालिसकेँ होइन। किमामा यसरी हालिसक्यो, हरियाली चट्ट दामी बवाल भयो होइन। अब यो चाहिँ मजासँगले यसरी गरिसकेपछि अनि त्यहाँबाट मेरो अर्को प्रोसेस सुरु हुन्छ। यो अदुवा लसुनको पेस्ट भयो, अनि यो मिट मसला, अनि त्यसै गरी यो चाहिँ हाम्रो मोमो मसला भयो रेडिमेडले किनेको, अनि यो जिराको अजिनामोटोहरू मजाले मिलाएर स्वादअनुसारको च्याट्टै मिलाएर यो चाहिँ मेरो आफ्नै होटलमा हो। यो चाहिँ तातो तेलको तड्का। अनि यसलाई चाहिँ यसरी मजाले मेस गर्ने हो होइन। मजाले मस्त यसलाई चाहिँ स्वाइँ मुस्नुपर्छ क्या। अनि त्यस पछाडि यो मेरो अर्को प्रोसेस सुरु हुन्छ। यो मैदाको डल्लालाई चाहिँ टक टक काटेर यसरी डल्लो बनाउनुपर्छ। अब कत्रो साइजको बनाउने हो मोमो होइन, कतिको बाक्लो पातलो अब पिठो बनाउने हो त्यो अनुसारले चाहिँ मैले यसरी स्वाइँ यो मैदालाई तन्काएर यस्तो बनाउँछु। यस्तो बनाएपछि अब यो डल्लाहरू काटेर एकदम रेडी पोजिसनमा भयो। अब यसलाई हल्का तेल लाउने भुइँमा नटाँसिनको लागि। अनि त्यस पछाडि यसलाई नटाँसिकन ट्याक्क गन्ती गर्ने। अब कतिवटा बनाउने हो, 30, 35, 40, 50 कतिवटा। अब मेरो होटलमा चाहिँ अब खासै जाँदैन होइन। यो चाहिँ एकदम अब फ्रेस चिकन मोमो त सदाबार नै बनाइरहेको, तर आज चाहिँ भिडियो नै बनाएर देखाउँ न त भनेर अब यसरी मैले यसलाई चाहिँ छट बेलेँ। यसरी स्वाइँ यसरी बेल्दै गयो। बेल्दै गएपछि अब मेरो यो पिठोको चाङ पनि अब टनक्क हुन्छ। त्यस पछाडि यो पनि सकिसक्छ। यसै गरी स्वाइँ मजाले बेल्ने, मजाले बेल्दै गयो। ट्याक प्लेट ल्याएँ मैले। अब यसको प्रोसेस सुरु हुन्छ। च्याट्ट लगाएर किमा चिकन अघि बनाएको चिकन किमा चाहिँ त्योभित्र हालेर यसलाई चाहिँ टक त्यसरी पुखो बनाएर च्याट्ट बुट्टा जस्तै नि भयो, सबै भयो होइन। तपाईँहरूलाई पनि यदि घरमै खान चाहनुहुन्छ नि होइन, अब चिकन मोमो चाहिँ टक्क पेलेर ल्याएको भन्दा यसरी आफैले चप गरेर बनाउँदाखेरि चाहिँ अति नै मिठो नि हुन्छ अनि टेस्ट पनि हुन्छ। अब पेल्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि त्यसको रसहरू चाहिँ सबै अब त्यो मेसिनबाट झर्छ होइन। त्यही भएर आफैले चप गऱ्यो भने चाहिँ एकदम बेटर हुन्छ। टक्क चपिङ बोर्ड अलि बाक्लो खालको, अनि एउटा चापाट हुन्छ ठुलो खालको, त्यो चापाटमा चाहिँ टक्क ट्याक गर्ने। अनि अब मैले बनाउँदा यति बनाइसकेँ। अनि अब ट्याक्क राख्ने हो, यो चाहिँ फ्रिजमा राख्ने हो। अनि जब कस्टमरहरू आउनुहुन्छ ट्याक्क झिकेर अनि त्यस पछाडि अब 1 प्लेट 2 प्लेट कति हुन्छ, उहाँहरूले अर्डर कति गर्नुहुन्छ ट्याक्क दिने होइन गर्दै। अनि त्यसपछि अब यदि तपाईँहरूलाई यसरी बनाएको देख्नु भएर तपाईँहरूलाई खाउँ लाग्यो, खान मन लाग्यो भनेदेखि चाहिँ तपाईँहरूलाई होम डेलिभरी पनि गराइन्छ। तर पठाउको चार्ज चाहिँ तपाईँहरू आफैले तिर्नुपर्ने हुन्छ है त गाइस। यसै गरी बनेको हुन्छ हाम्रोमा चाहिँ चिकन मोमो। धन्यवाद। यति भन्दै अब चाहिँ यो मेरो मोमो बनाउने कार्यक्रम पनि सक्यो। यसलाई चाहिँ ट्याक्क अब मैले फ्रिजमा राख्छु। फ्रिजमा राखेपछि जब अर्डर आउँछ अनि अर्डर अनुसार मैले
प्लेट 2 प्लेट गर्दै निकाल्दै पकाएर दिन्छु। हस् त, धन्यवाद।